असाधारण कुरा, विशेष क्षमता, एउटा एकदमै क्षमता, स्पेसल एबिलिटी, एउटा विशेष क्षमता। यो क्षमता त्यसलाई भनिन्छ विश्वासको वरदान। 2 नम्बरमा पवित्र आत्माबाट प्राप्त अलौकिक वरदान। अलौकिक भनेको बेजोड खालको, त्यसको एउटै कहीँ कतै छैन, उस्तै आउने कहीँ कतै छैन, एकदम बेजोड, डिफरेन्ट, एकदमै डिफरेन्ट, भिन्नै खालको वरदान। व्यक्तिहरूलाई परमेश्वरप्रति समर्पित बनाउन। A supernatural gift from the Holy Spirit to make individual devoted to God. परमेश्वरसँग समर्पित बनाउनका लागि, परमेश्वरसँग एकदमै तल्लीन बनाउनका लागि, परमेश्वरमा भरोसा गर्नका लागि, परमेश्वरको उपस्थितिमा मात्रै जान सक्ने एउटा समर्पण, हाम्रो जीवनमा नै अर्पण गर्ने, समर्पण गर्ने। सबै थोक तपाईँ नै हुनुहुन्छ, सबै थोक तपाईँ नै हुनुहुन्छ। तपाईँ नै मालिक, मेरो जीवनको स्वामी, ढाल चट्टान किल्ला, मेरो सबै थोक तारनामा पालनमा सबै थोक तपाईँ नै हुनुहुन्छ। पुरै रीतिले आदमी होइन, सारा शक्तिले, सारा प्रेमले, सारा थोकले परमप्रभुलाई नै आदर गर्ने, एउटा डिभोट गर्ने, त्यसलाई भनिन्छ विश्वासको वरदान। 3 नम्बरमा एक आध्यात्मिक वरदान जसले व्यक्तिहरूलाई परमेश्वरमा दृढ विश्वासको साथ काम गर्न सक्षम बनाउँछ। एकदमै दृढ विश्वास। विश्वास भनेको नदेखेको कुराको निश्चयता, नदेखेको कुराको दृढ भरोसा, प्रमाण जो हामीले देखेकै छैन। एउटा उदाहरणको लागि प्रभु यीशुको आफ्नै चेलाहरूमध्ये एउटा चेलाले उहाँको डोकलाई छोएर मात्रै म विश्वास गर्छु भनेको थिए। प्रभु यीशु गौरी उठिसके पछाडि तर प्रभु यीशुले के भन्नुभयो? देखेर भन्दा मलाई नदेखिकन विश्वास गर्ने चाहिँ भनिएको। हामीले कसैले पनि हाम्रो परमेश्वरलाई हामीले देखेका छैनौँ। देख्नेहरू कोही पनि जीवित रहँदैन भन्ने वचन लेखिएको छ। यस्तो खालको चक्किलो, एकदमै घाम जस्तो, सूर्य जस्तो चक्किलो भन्दा चक्किलो परमेश्वर पितालाई नरुकेर विश्वास गर्छौँ। हामी धन्यको व्यक्तिहरू, हामी दृढ भरोसा गर्छौँ, निश्चयता छ हामीलाई। देखेको कुरा, जानेको कुरालाई के विश्वास गर्छ? देखेकै छौँ, जानेकै छौँ, बुझेकै छौँ। अलरेडी देखेकै कुराहरूलाई भरोसा हुँदैन, विश्वास हुँदैन, देखेकै छ। तर नदेखेको कुराहरूलाई विश्वास गर्ने र परमेश्वरमा दृढ विश्वास साथ काम गर्ने सक्षम बनाउँछ यसले हामीलाई। Individual act with a strong faith in God. एकदमै स्ट्रङ, दह्रो विश्वास, गहिरो विश्वास, जरा गाडेको विश्वास, चट्टानमा बसालेको जग जस्तो हल्लाउन नसकिने, ढलफलमा हुन नसकिने दह्रो विश्वास, दर्बिलो विश्वास हो। दर्बिलो विश्वासलाई विश्वासको वरदान भनिन्छ। त्यो सक्षम बनाउँछ हामीलाई। 4 चर्चभित्रका व्यक्तिहरूलाई पवित्र आत्माले दिएको विशेष क्षमता। चर्चभित्र भएका व्यक्तिहरूलाई, बाहिरको भन्दा पनि भित्र भएका व्यक्तिहरूलाई, जो विश्वासीहरू हुन्, जो प्रभु यीशुको अनुयायीहरू हुन्, चेलाहरू हुन्, उहाँलाई पछ्याउने व्यक्तिहरू हुन्, उहाँलाई विश्वास गर्नेहरूलाई हुन्, पवित्र आत्माले दिएको विशेष क्षमता हो। एकदमै क्षमता हामीहरू मध्येलाई परमेश्वरले दिनुभएको छ। तपाईँले जानिसक्नु भएको छ, बुझिसक्नु भएको छ अब मेरो विश्वासको वरदान छ कि छैन भनेर। यदि तपाईँले हामीले एकदम दृढ भरोसा, अटल भरोसा, विश्वास गरेका छौँ, नडगमगाउने, नहल्लिने, हलचल नगर्ने, एकदमै स्थिर विश्वास, स्ट्रङ विश्वास हामीले गरेका छौँ, त्यो परमेश्वरले दिनुभएको हामीलाई विशेष क्षमता हो। पवित्र आत्माको दान विश्वासको वरदान भनेको। नम्बर 4 अन्तिम परिभाषालाई हेर्न गएका छौँ हामी। सामान्यतः सम्भव हुने सीमाभन्दा बाहिर परमेश्वरमा विश्वास गर्ने विशेष क्षमता। The special ability to trust God behind the limits of what is normally possible. जो नर्मल कुराहरू छ, सामान्य कुराहरू छ, भइरहेको कुराहरू छ, पोसिबल कुराहरू छ, त्यसलाई विश्वासको वरदान भनिन्छ। विश्वासको वरदान चाहिँ के हो? सीमाभन्दा बाहिर परमेश्वरको विश्वास गर्ने। त्यहाँ सीमै छैन। अब
यस्तो खालको सीमा छैन जहाँ अनलिमिटेड छ। बिहाइन्ड द लिमिट भनेको सीमाभन्दा बाहिरको कुराहरूलाई विश्वास गर्ने क्षमतालाई नै विश्वासको वरदान भनिन्छ। हालेलुया! बुझ्नेहरूले भन्नुहोस् हालेलुया! बुझ्नेहरूले भन्नुहोस् हालेलुया! आमेन। तपाईँलाई धेरै धेरै धन्यवाद। बचाउने विश्वास परमेश्वरले सबै क्रिस्चियनहरूलाई दिनुभएको छ। मुक्तिदाता, उद्धारकर्ता, शान्तिदाता भनेर घुँडा टेकेर ओठ र मुख र हृदयले विश्वास गरेका छौँ। हृदयले भरोसा विश्वास गरेका छौँ, ओठले स्वीकार गरेका छौँ मुक्तिदाता भनेर। यो विश्वास हामी सबैसँग छ। हामीले सुरुमै विश्वास गरेका छौँ। कतिजनाको विश्वास अहिलेसम्म जारी नै भइरहेको हुन्छ। सुरुको विश्वास जो सुरुमा उसले विश्वास गरेको थियो, कतिजनाको विश्वास चाहिँ तल माथि हुँदै त्यो सुगरको लेभलहरू हुन्छ नि, तपाईँले तल हान्छ, कहिले माथि, कहिले तल हान्छ, कहिले माथि, अलिअलि ढल्कलिँदै, कतिजनाको नर्मल हुँदै। हाम्रो विश्वासको कदम आफ्नो तरिकाको छ। कसैको धेरै विश्वास, कसैको अलिक थोरै विश्वास, कसैको कमजोर, कसैको बलियो, कसैको दरिलो, कसैको ठिक्क लिमिटको, कसैको नर्मल विश्वास। र हामी सबैसँग विश्वास चाहिँ छ। यो सामान्य विश्वास हो, जो बचाउने विश्वास हो। मुक्तिदाता, उद्धारकर्ता, शान्तिदाता जसले हामीलाई बचाउनु भयो, यो विश्वास गरेको कारणले गर्दा हामी उद्धार पाउँछौँ, मुक्ति पाउँछौँ, छुटकारा पाउँछौँ, पापबाट हामी बच्छौँ। यो विश्वास। अर्को एउटा विश्वास, त्यो विश्वास चाहिँ विश्वासको वरदान होइन। फेरि त्यो चाहिँ सामान्य विश्वास हो। हामीले उहाँमा विश्वास गरेका कारणले गर्दा मुक्ति र उद्धार पाउँछौँ, स्वर्गीय प्राप्त गर्छौँ। तर विश्वासको वरदान भनेको असाधारण विश्वास प्रदर्शन गर्ने र अरूलाई प्रोत्साहन दिने केही क्रिस्चियनहरूलाई दिइन्छ। यो सबैजनालाई दिँदैन विश्वासको वरदान। सबैसँग विश्वास चाहिँ हुन्छ। फेरि सबैले विश्वास गरेको कारणले गर्दा नै मुक्ति र उद्धारमा छुटकारा र शान्ति हामी प्राप्त गर्छौँ, स्वर्ग प्राप्त गर्छौँ। तर कतिजनालाई परमेश्वरले दिनुभएको हुन्छ एउटा असाधारण खालको विश्वास, जसले प्रदर्शन गर्छ, जसले चाहिँ प्रोत्साहन दिन्छ, जसले चाहिँ कन्फिडेन्स बढाउँछ। उहाँ परमेश्वरमा भरोसा विश्वास गर्नुपर्छ भन्ने कुराहरू उसले देखाउँछ, मण्डलीमा प्रदर्शन गर्न सक्छ। एकदमै भरोसा परमेश्वरमा राख्ने व्यक्ति बनाउन सक्छ। विश्वासको वरदान असाधारण रूपले। विश्वासको वरदान हरेक विश्वासीसँग यो वरदान हुँदैन। सबै विश्वासीसँग चाहिँ विश्वासको वरदान हुन्छ, हुनै पर्छ भन्ने पनि होइन। परमेश्वरले दिनुभएको हुन्छ, तर कुनै कुनै विश्वासीहरूलाई, सबै विश्वासीहरूलाई होइन। विश्वासको वरदान कुनै कुनैले हामी प्राप्त गर्छौँ। तर हामीहरूमध्ये पनि परमेश्वरले अवश्य नै दिनुभएको छ विश्वासको वरदान, ताकि हामी अरूलाई उदाहरण, प्रोत्साहन, उत्साह गराउन सक्छौँ, अरूलाई प्रभुमा अझै कन्फिडेन्स बढाउन सक्छौँ। परमेश्वर सत्य साँचो हुनुहुन्छ, परमेश्वर जीवित हुनुहुन्छ भन्ने कुरा अझै प्रमाण गराउन सक्छौँ। बचाउने विश्वास परमेश्वरले सबै क्रिस्चियनहरूलाई दिनुभएको, बचाउने विश्वास सबै क्रिस्चियनलाई दिनुभएको छ। विश्वासको वरदानको उद्देश्य के हो हामी हेर्ने गरेका छौँ। अब 1 नम्बरमा परमेश्वरको शक्तिको साक्षी। जब हाम्रो मण्डलीमा कोही रोगी बिमारबाट छुटकारा पाउनुभयो, प्रार्थनाको प्रत्युत्तर आयो, उनीको भयो, उनीको भएर त्यत्तिकै ऊ बस्दैन, बसिरहनु पनि हुँदैन। उसले मण्डलीमा आएर हिजो पास्टरले, मण्डलीको एल्डर लिडर्सहरूले अथवा मण्डलीको विश्वासीले प्रार्थना गरेको उनीको भएन, म चङ्गाइ भएँ, त्यो भन्ने बित्तिकै, त्यो साक्षी दिने बित्तिकै अरू सुन्नेहरूलाई के हुन्छ, उनीहरूको विश्वास बढेर आउँछ, जागेर आउँछ। हाम्रो परमेश्वरले प्रार्थना सुनिदिनु भयो, उत्तरमा चङ्गाइदिनु भयो, स्वस्थ भयो, निको भयो, मलाई निको पार्नु हुँदो रहेछ, सक्नु हुँदो रहेछ भन्ने कुरा विश्वास बढ्छ, विश्वास जाग्छ। अझै धेरै परमेश्वरमा विश्वासको कदम अगाडि बढ्छ। त्यसरी नै परमेश्वरको शक्तिको साक्षी दिन्छ विश्वासको वरदान। 2मा चर्चको निर्माण, मण्डलीको निर्माण गर्छ। बिल्डिङ अफ द चर्च,
मण्डललाई निर्माण गर्ने काम गर्छ। विश्वास जब बढ्छ तब एकले अर्कामा हामी विश्वास हुन्छ, परमेश्वरमा भरोसा हुन्छ, परमेश्वरमा विश्वास हुन्छ, अनि मण्डली बढेर जान्छ, अलिक दह्रो भएर जान्छ। टिममा परमेश्वरको काम पुरा गर्ने, परमेश्वरले दिनुभएको काम पुरा गर्न सकिन्छ। उहाँले दिनुभएको धेरै कामहरू छ, सुसमाचार सुनाउने, होइन, स्तुति प्रशंसा आराधनामा उहाँलाई उचाल्ने, उहाँको काम गर्ने धेरै छ। यो सबै परमेश्वर जब विश्वास बढ्छ तब विश्वासको वरदान हुन्छ, तब यसको उद्देश्य चाहिँ के हो? परमेश्वरको काम पुरा हुन्छ, पुरा गर्छ त्यसले। 4 मा परमेश्वरको महिमा र प्रशंसा आराधना उहाँलाई उचाल्ने काम गर्छ। जब विश्वासको वरदान हुन्छ, परमेश्वर सत्य, साँचो, शक्तिशाली, सर्वभौम, सर्वश्रेष्ठ हुनुहुन्छ, महान हुनुहुन्छ, उहाँलाई उचाल्नुपर्छ, उहाँलाई उचाल्न महान छ भनेर परमेश्वरको नाउँलाई उचाल्छौँ, परमेश्वरको महिमा हुन्छ। विश्वासको वरदानको उद्देश्य यही हो। 5 मा विश्वासले परमेश्वरको शक्ति प्रदर्शन गर्छ। जब विश्वास आउँछ तब उहाँको शक्ति प्रदर्शन हुन्छ। पावल र पत्रुस उनीहरू पावल जसरी पत्रुस एउटा सुन्दर नामक ढोकामा एउटा त्यहाँ एकदमै जन्मैदेखि नै कुजो व्यक्ति, लङ्गडो व्यक्ति थियो। उसले टक्क उभिएर हेऱ्यो, यसो हेऱ्यो, केही दिन्छ कि केही पाउँछ कि भन्ने आशाले हेरेको थियो होला। तर पत्रुसले के भने, मसँग सुन चाँदी केही दिने तिमीसँग छ, तिमीलाई दिने केही छैन, म जे छ यीशुको नाउँमा हिँड्नु ग। तत्कालै उसको गोलीगाँठामा ताकत आयो, शक्ति आयो, सामर्थ्य आयो, जुरुक्क उठ्यो, त्यहाँ शक्तिशाली काम भयो। हिँड्नु त विश्वासले चाहिँ परमेश्वरले विश्वास गरेर काम गर्थ्यो, विश्वास प्रवाह गर्यो, प्रदर्शन गर्यो, शक्ति प्रकट भयो। त्यो जन्मदेखि पुजो व्यक्ति चाहिँ हिँड्न थाल्यो, उफ्रिन थाल्यो, परमेश्वरको आराधना गर्न थाल्यो, त्यहाँ शक्ति आयो, आनन्द र प्रोत्साहन ल्यायो, प्रोत्साहन आउँछ। छ परमेश्वरको सर्वभौमता र योजनाहरूमा चर्चको विश्वासलाई बलियो बनाउने काम गर्छ। परमेश्वरको योजनामा, परमेश्वरको उपस्थितिमा एउटा सर्वभौम विश्वासीलाई चाहिँ एकले अर्कालाई बलियो बनाउने काम गर्छ, एकदमै स्ट्रङ बनाउने काम गर्छ। स्ट्रेन्थन द चर्च कन्फिडेन्स इन गड्स सर्भनिटी एन्ड प्लान्स, उहाँको योजना र सर्वभौममा चाहिँ दरिलो बनाउने काम गर्छ, विश्वास जगाउने काम गर्छ, एकले अर्कालाई एकदमै दरिलो बनाउने काम गर्छ। यसको उद्देश्य अन्तिममा हेर्छौँ हामी, अरूको विश्वासलाई बढाउनुहोस् र बलियो बनाउनुहोस्। अरूको विश्वासलाई बढाउँछ अनि अरूलाई बलियो बनाउने काम गर्छ विश्वासको वरदानले, जसले गर्दा परमेश्वरमा अझ बढी भरोसा बढ्ने काम गर्छ। विश्वासको वरदान भएको व्यक्तिले चाहिँ अरूलाई एकदमै दरिलो बनाउने काम गर्छ अनि अरूको विश्वासलाई जगाउने काम गर्छ, बढाउने काम गर्छ। परमेश्वरमा अझै धेरै नजिक सम्बन्ध गाँच्ने सकिन्छौँ हामी। विश्वासको वरदानको उद्देश्य यही नै हो। मैले अलिक छिटो गएँ भने, नोट लेख्न ढिलो भयो भने मलाई पछि गएर सम्पर्क गर्न सक्नुहुन्छ, जानकारी गर्न सक्नुहुन्छ। आज हामी 2-3वटा उदाहरण हेर्नेछौँ। दानियल 6 मा परमेश्वरलाई, दानियलभन्दा अगाडि एउटा विवाद छुटेछ। ल त्योभन्दा अगाडि म 2टा उदाहरण दिन चाहन्छु। लगभग 4टा उदाहरण छ, त मैले लेख्ने छु। ल विश्वासको ठुलो उदाहरण चाहिँ कहाँनिर छ भने, विश्वासको वरदानको उदाहरण चाहिँ नुआ जल प्रलयको समयमा सोच्दै नसोचेको, हुनै नसक्ने जल प्रलय आउँदैछ। अब परमेश्वरले मानिसहरू दाहिने र देब्रे अधर्मीतिर लागेको कारणले गर्दा परमेश्वरले अब संसारलाई तसनस गर्दै हुनुहुन्छ, परमेश्वरले मानिसलाई नाश गर्दै हुनुहुन्छ भनेर नुआलाई परमेश्वरले त्यो भन्न लगाउनु भयो। मानिसहरूले विश्वासै गरेका थिएनन्। यो बाजेले के भन्यो हामी विश्वास गर्दैनौँ। अहिलेसम्म पानी नै परेको छैन, कसरी चाहिँ
हुन्छ त यो कुरा कसरी सम्भव छ त? तर परमेश्वरले नुहालाई जहाज बनाउन लाउनु भयो हैन। के समय पछाडि 120 सम्म पानी एकदमै परिरह्यो, जो 40 दिनसम्म पानी लगातार परिरह्यो, अन्तिममा पानी पर्यो। असम्भव कुराहरूलाई पनि त्यहाँ सम्भव भएको छ, नहुने कुरा पनि त्यो हुन आएको छ। नुहामा त्यस्तो विश्वास थियो, अरू व्यक्तिहरू कसैमा त्यो विश्वास थिएन, कसैले विश्वासै गर्न सकिरहेको थिएन। तर नुहाले जहाज बनायो, अन्तिममा पानी पर्यो अनि तुफान आयो। ल हुन्छ, ल अहिले ठ्याक्कै ल्याइदिनु भयो, थ्याङ्क यू भेरी मच। विश्वासको वर्णन नुहाको कारण 120 वर्षसम्म पानी नपरेको बेला विशाल ढुङ्गा निर्माण गरे होइन, ठुलो ढुङ्गा निर्माण गरे अनि पानी पर्यो। असम्भव कुरा पनि सम्भव भयो, त्यहाँनिर पानी पर्यो, तसनस भयो अनि नुहाले विश्वास गरे, त्यो विश्वासको वरदान नुहामा थियो त्यो। अनि अर्को उदाहरण हामी हेर्छौँ आब्रामको विश्वास। हेर्नुहोस् त, आब्राम 100 वर्षको उमेरमा पनि जय जन्म भएको थिएन, नानीहरू थिएन। आब्रामको श्रीमती सारा 100 वर्षको बुढेसकाल भइसकेकी थिइन्, अब उसकोमा क्षमतै थिएन नानी जन्माउने, असम्भव कुरा हो त्यो। तर पनि 100 वर्षको उमेरमा बुढेसकालको बेलामा इसाकलाई जन्म दिए। आब्रामको कति धेरै ठुलो विश्वास। आब्रामलाई एउटा विश्वासको पिता भनेर पनि चिनिन्छ, किनभने इसाकलाई होम बलि गर्नु लाँदाखेरि इसाकलाई होम बलि भनेको मार्को त्यहाँनिर बलि गर्नु, तर इसाकले के भनेको छ, म र मेरो पुत्र छोरा यो सिनै पर्वतमा गएर बलि गरेर फर्किन्छौँ भनेको छ, हामी फर्किन्छौँ। कति ठुलो विश्वास, विश्वासको वरदान भएको व्यक्तिमा त्यो हुन्छ। एउटा असम्भव कुरालाई पनि सम्भवै छैन, त्यहाँनिर हुने नै हुँदैन। साराले जन्म दिनु होला त 100 वर्षको उमेरमा एकदमै बुढेसकालमा सक्छिन् होला त, र पनि उसले छोरा जन्मायो। एउटा असम्भव कुरालाई सम्भवमा परिणत भयो। मैले अगाडिको 1-2 कुराहरू छोडेछु है त। विश्वासको वरदान के चाहिँ होइन भन्ने कुरा अलिकति त्यो उदाहरण सन्दर्भमा त अगाडि जाउँ होला। ल झन्डै अन्तिममा पुगिसकेको छ है त। अब दानियलको बारेमा हेरौँ। दानियल 6 परमेश्वरलाई दानियल सिंहको खोरमा फ्याँकेपछि दानियललाई बचाएको थियो। दाना राजाले दानियललाई सिंहको खोरमा फालेको थियो। दाना राजाले दानियललाई एउटा अधिकृतको रूपमा एउटा नियुक्त गरिएको थियो। अरू अधिकृतहरूले चाहिँ दानियललाई आरिस गरेर डाहा गरेर दानियलले केही दानियलको कमजोरी देखाएर दानियललाई चाहिँ यहाँबाट निकाल्नु पाए ढुक्क हुन्थ्यो भन्ने आरिसहरू अधिकृतहरू अरू धेरै थिए। दारा राजाले दानियललाई इमान्दारी र विशेषज्ञ र सबै कुरामा राम्रो भएको कारणले गर्दा उनलाई उच्च अधिकारमा राख्नु भएको थियो। अलिकति म सर्टकटमा संक्षिप्तमा भन्दैछु है। तर त्यो अधिकृतहरूले चाहिँ अरू अधिकृतले चाहिँ दानियलको गल्तीलाई, कमजोरीलाई, दानियलको के छ कमजोरी हो त्यो पत्ता लगाउन गइरहेको थियो। अनि उसको कमजोरी चाहिँ के थियो भन्दाखेरि दानियलले जेरुसलेम मन्दिरतिर फर्केर दिनमा 3 चोटि प्रार्थना गर्थ्यो, बिहान बेलुकी 12 बजे प्रार्थना गर्थ्यो। अनि दारा राजाले तपाईँले बाहेक अरू कसैले प्रार्थना नगर्नु भनेको थियो, पूर्ति गर्नु भएको थियो। दानियलले त प्रार्थना गर्दैछ त उसको परमेश्वरलाई, के हो भनेर चाहिँ दारा राजाले भनेपछि दारा राजाले उसले भनेको आज्ञालाई नमानेको कारणले गर्दा आज्ञा पालन गर्दैन। दारा राजा दुखी थियो, किनभने दानियल राम्रो अधिकृत थियो, राम्रो उच्च अधिकृत थियो, राम्रो व्यक्ति थियो। र पनि दुखित हुँदै सिंहको खोरमा दारा राजाले हालिदिन्छ। तर दानियल जब सिंहको खोरभित्र पस्छ, त्यो भोको सिंह अरू व्यक्तिहरू त्यहाँ जाने बित्तिकै सिंहले झम्टेर खाइसकिहाल्थ्यो, निचर मुचर पारिदिन्थ्यो। एउटा केही मासु पनि राख्दैन थियो, केही पनि राख्दैन थियो, सबै खान्थ्यो। तर दानियल जब भित्र सिंह खोरभित्र पस्यो, परमेश्वरले सिंहको मुखलाई नै बन्द गर्यो। हालेलुया! हेर्नु त विश्वास कति धेरै ठुलो छ दानियलको।
दानियलको विश्वासको वरदान भएको कारणले गर्दा आज दानियललाई सिंहले केही गरेर हानि नोक्सान गर्न पाएन। परमेश्वरले नै सिंहको बन्द गरिदिनुभयो। सद्रक मेशक र अबेदनगो भन्ने तीनजना व्यक्ति यति धेरै ठुलो विश्वास गर्ने व्यक्ति, प्रार्थना गर्ने व्यक्ति, उनीहरूलाई पनि ठुलो आगोको कुण्डमा नबुकदनेस्सर राजाले चाहिँ तिमीहरू सुनको मूर्तिलाई पुज्दैनौ, नपुजेको कारणले म तिमीलाई त्यहाँ हालिदिनेछु भनेर हालिदिएको थियो। त्यहाँ त्यो सद्रक मेशक र अबेदनगोको व्यक्तिहरूलाई लाने गर्दै गर्दाखेरि ती व्यक्तिहरू पनि भस्म भए। तर ती सद्रक मेशक र अबेदनगोले के भन्छन्? हामीलाई बचाउनु भयो भने परमेश्वरले बचाउनु भएन भने परमेश्वरले कति धेरै ठुलो विश्वास उनीहरूभित्र गए, तर उनीहरूलाई त्यो आगोले केही हानि पनि गर्न सकेन। ठुलो विश्वास। अन्त्यमा अर्को उदाहरण हेर्छौँ हामी। एलियालाई रोटी र मासु ल्याउन कागहरू पठाए, चमत्कारी रूपमा खुवाउनु भयो। पहिलो राजा 17 अध्यायमा हेर्नुहोस् त, ठुलो अनिकाल परेको बेलामा परमेश्वरले आफ्नो दास एलियाको भक्तलाई यस्तो मजाले भन्नुभएको थियो, यो अनिकालको बेलामा तँलाई रोटी र मासु ल्याएर कागले आउनेछ, कागले तँलाई खुवाउनेछ। जस्तो परमेश्वरले भन्नुभयो त्यस्तै भयो। अनिकाल आयो, अनिकालमा चाहिँ कुरेत भन्ने एउटा खोलसँग एलिया अब भक्त लुकिरहेको थियो, त्यहाँनिर कागले मासु र रोटी ल्याएको छ। त्यही दिनमा 2 पल्ट बिहान र बेलुकाको खाना ल्याइदिएको छ। जस्तो भनेको थियो त्यस्तै भयो। परमेश्वरको ठुलो विश्वास एलिया। यसकारण प्रिय हो, तपाईँ हाम्रो जीवनमा विश्वासको वरदान भनेको चाहिँ यो हुनै नसक्ने कागले कसरी मासु ल्याउँछ, कसरी रोटी ल्याउँछ, कसरी खुवाएको हेर त्यत्रो ठुलो अनिकालमा हाम्रो परमेश्वरले चिन्ता र चमत्कार गर्नुहुन्छ। जब असम्भव कुराको विश्वास हामी पत्यारै नलाग्ने, विश्वासै नलाग्ने कुराहरूलाई विश्वास गर्छौँ। र जब विश्वासको वरदान चर्चमा उपस्थित हुन्छ तब के हुन्छ? परमेश्वरको सर्वभौम र योजनाहरू चर्चको विश्वासलाई बलियो बनाउँछ। अनि अरूको विश्वासलाई उत्थान र बलियो बनाउनुहोस्, जसले गर्दा परमेश्वरमा बढी भर पर्न सकिन्छ। जब विश्वासको वरदान चर्चमा अनुपस्थित हुन्छ, विश्वासको वरदान चर्चमा हुँदैन, तब के हुन्छ? विश्वास बिना चुनौतीहरूको सामना गर्दा चर्चले शङ्का र डरसँग सङ्घर्ष गर्न सक्छ। धेरै शङ्का आउँछ, धेरै चुनौतीहरू आउँछ, धेरै कुराको सामना गर्नुपर्छ। जब विश्वासको वरदान छैन भने शङ्काहरू प्रशङ्काहरू धेरै आउँछ, डाउटहरू धेरै आउँछ। त्यसमा मण्डली स्ट्रगल गर्नुपर्छ, धेरै स्ट्रगल गर्नुपर्छ। तर तपाईँले हामीले जब विश्वासको वरदान आउँछ, अरूकालाई पनि हामी एकदमै दरिलो बनाउने काम गर्छौँ अनि अरूलाई कन्फिडेन्स बढाउँछौँ अनि हाम्रो उन्नति प्रगति हुन्छ अनि अरूलाई परमेश्वरमा भर पर्ने व्यक्ति बनाउँछौँ। हालेलुया। विश्वासको वरदानले जब विश्वासको वरदान चर्चमा हुन्छ, चर्चले परमेश्वरको प्रतिज्ञाहरू भन्दा मानव तर्कमा बढी भर पर्न सक्छ। जब त्यहाँ उपस्थित हुँदैन, विश्वासको वरदान हुँदैन, तब मानव तर्कहरू धेरै आउँछ। बाइबल धर्मशास्त्रको वचनहरू थिएन भने धेरै तर्क वितर्क हुन्थ्यो होला। कतिवटा कुराहरू वचनले सोझाइरहेको हुन्छ।